हेलो, अहिले म चाहिँ जापानको तोचिकी प्रान्तको उचुनोमिया सहरको साइसेखाई भन्ने जेनरल अस्पतालमा छु। आज चाहिँ मेरो एकजना साथीको मुटुको अपरेसन छ। यहाँ प्रे गरेर एज अ ग्यारेन्टर चाहिँ वेट गरेर बसिराखेको छु। मेरो साथीलाई चाहिँ के भएको भने त्यो ब्लड प्रेसर हाई अनि त्यो कोलेस्ट्रोलको कारणले गर्दा मुटुका धमनीहरू त्यो मुटुको त्यो तपाईँको ससाना नसाहरू चाहिँ ब्लकेज भएछ बोसोको कारणले गर्दा। त्यसैले गर्दा बुकिङ गरेर आएको। आज अपरेसन हुँदैछ। जापानिज भाषामा खातेतेरु भन्छ, ठ्याक्कै इङ्ग्लिसमा के भन्छ याद आएन। त्यो पाइप घुसाएर नसाको चाहिँ बोसोहरू क्लियर गर्ने अनि त्यसमा त्यो जाली राखेर हार्ट अट्याकको जोखिम घटाउने नर्मल अपरेसन भन्दै थियो। तर लगेको अहिले ठ्याक्कै तपाईँ कति भयो 2 घन्टा भइसक्यो, अझै निकालिसकेको छैन। कति शान्त छ हेर्नु। म अहिले वेटिङ रुममा छु, कोही छैन। यहाँ हल्ला गरिराखेको मै मात्रै हो। हल्ला गरेर बस्ने भनेको म मात्रै हो। यहाँ कोही छैन, सबै खाली छ। एकजना महिला पनि यस्तै कोही अपरेसनकै लागि होला पर्खेर बस्नु भएको छ। शान्त हुन्छ। त्यहाँ जुसहरू खानको लागि ठाउँहरू राखिदिएको छ। यहाँ चाहिँ ट्याक्कै जुसहरू खाने, कफी खाने, के खानु मन लागेको छ पैसा राख्ने, निकाल्ने, खाने। यहाँको चाहिँ भर्नाको वार्डहरू यस्तो हुन्छ ल हेर्नु चाहिँ। अत्याधिक पुरानो हस्पिटल हो तर कति सफा छ, कति मिठो बोल्छ। नर्स स्टेसनहरू छन् च्याट्ट लाएर है। यो चाहिँ वेटिङ रुम पुरानो छ तर कति सफा शान्त छ। यहाँबाट बाहिर हल्का उचुनोमिया सहरको भ्युजहरू देखिन्छ। अहिले यसपछि साथी के हुन्छ फेरि म अपडेट गराउँछु। अहिले चाहिँ यहाँ हाम्रो नर्स अपरेसन सफल भइसकेपछि लिन जानु भएको छ। अब ठ्याक्क लिएर आउनुहुन्छ है। अब हेर्नुपर्छ ल है। हाम्रो यता है भयो कस्तो रहेछ नर्मल हजुर? कस्तो भयो त अपरेसन सफल भयो? खै देखाउनु त कहाँबाट के गएर? यहाँबाट पाइप हाल्यो, पाइप हालेर मुटुमा लिएर गयो। अनि मुटुमा लिएर गएर पहिलाको त कोलेस्ट्रोल बोसोहरू चाहिँ सबै भन्नाले तपाईँले टिभीमै देख्नुभयो? टिमतिर टिभी राखिदिन्छ कि मोनिटरमा देखाउनु रहेछ है? देखाउँछ, सोध्दै गर्दै गर्छ। तर 2 घन्टा पुरै लाग्यो नि। सफा 2 घन्टा त्यही त। लेट्स गो। ओके भएर अब हामी चाहिँ यहाँ डक्टरको ओपिनियन सुन्नको लागि बसेका छौँ। जस्तै हेलो भन्छन्, मेरो अपरेसन सफल भयो डक्टरले धन्यवाद भन्छ। धेरै धेरै धन्यवाद। ओके के भएर तपाईँले यस्तो भएको भनिदिनु सबै साथीहरूलाई। यो चाहिँ हजुर सबभन्दा सुरुमा चाहिँ अब हाम्रो नेपाली खानामा स्पाइसी मर मसला अनि हजुरको यो मोमो चाउमिन अब खानाको भातहरूको चाहिँ तपाईँको चाहिने भन्दा ओभर खाइदिने है। तेल बढी बेला बेलामा विस्की अब छुट्टी छ भोलि भनेपछि आज रातैभरि रक्सी खाइदिनेको सबै नतिजा हो सर यो। अरूलाई यहाँ जापानमा बसेका तपाईँ जस्तै आफ्नो दाजुभाइले के सुझाव दिनुहुन्छ? के सिक्नुभयो तपाईँले? कोही पनि खाएर, कोही मिठो खाएर, राम्रो खाएर, कोही ठुलो मान्छे बन्दैन। स्वस्थ खाना खानुहोस्, सफा खानुहोस्, थोरै खानुहोस्, मिठो खानुहोस्। तेल पनि सक्नुहुन्छ अनि त्यो यो ओलिभ ओइल खानुहोस्, प्रयोग गर्नुहोस्। त्यो काँचै खाँदा पनि राम्रो हुन्छ। नत्र धेरै लापरवाही गर्नुभयो भने मेरो जस्तै दिन आउन सक्छ। एउटा क्वेसन सोध्छु ल, भन्नु न। जापान आएको कति वर्षमा थाहा भयो थियो हेल्थ इज वेल्थ भन्ने कुरा? 11 वर्षमा सर। त्यही भएर यो भिडियो जसले हेर्नु भएको छ, पहिलो कुरा स्वास्थ्य हो। यो तपाईँको के भन्छ लेट नाइट खाना खाने अनि अनावश्यक खानाहरू खाने शरीरलाई तपाईँको झन्डै 2200 क्यालोरी भयो भने इनफ हुन्छ। उहाँको शरीरमा अत्याधिक बोसो भएको कारणले ब्लड प्रेसर र कोलेस्ट्रोलले गर्दा आज चाहिँ हार्ट अट्याकको जोखिमबाट बच्नको लागि खातेतेरु भन्ने अपरेसन गरेको छ। त्यसले गर्दा भोलि बिहान तपाईँहरूको पनि यस्तै हालत नहोस् भन्नको लागि उहाँले भन्नुभएको कुराहरू
सुनिदिनु होला। म त उहाँको साथी हो, शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। हाम्रो सफल भयो। अब उहाँले टेक केयर गर्नुभयो, शरीरको भनौँ न यो स्वास्थ्यको कुराहरूमा ख्याल गर्नुभयो भने सब गुड छ, होइन भने कुन दिन फेरि हट अट्याक आएर झुक्काइदिन्छ। ओके, त्यसले गर्दा अब एक्सर्साइज गर्नु पर्यो, खानाको मात्रा घटाउनु पर्यो, स्वस्थ खाना। ल हेर्नुहोस् है, ल हेर्नुहोस् बिरामीको खाना 2 पिस चिकन, 2टा ब्रोकाउली, सकरखण्ड, गाजर। यो चाहिँ जापानको यो लेउली बटारेको भात। यो चाहिँ सुन्तला र के हो यार त्यो खान्थ्यो त्यो एउटा कस्तो लाग्दैछ जापानको खाना? ठिक छ। म यति फटा मान्छे, ऊ त पिसाबको थैली राखिदिएको थियो टोइलेट नजा भनेर, टोइलेट खुवाएर आफैले थुतेर ल्याएर फालिदिनु रहेछ। अहिले आएर कराउँछ यहाँ नर्स। गाह्रो छ नि साथी हो। अपरेसन सफल भए पश्चातको खाना आयो। म चाहिँ खाना खुवाउने मान्छे, 3 मान्छे गइसकेँ। बिरामी गम गम खाएर यस्तै खान्छन्। ल हेर्नु, यदि सफा हुन्छ खाना। ल हेर्ने ए सरहरू यस्तै ल त बेड सरेर हेर्नु हस्पिटल कस्तो छ। सब छ सिस्टम। यहाँ नाम सब राखिदिएको छ। वाइफाई फ्रिज यहाँ टिभी छ, यस्तो लुकाएर राखेको। यो टिभी हो, यो लाइट साइट सब छ सब। ल हेर्नु वाइफाई भन्नु न, फेरि वाइफाई छ है। मजा आइरहेछ। यस्तै गरी बस्ने नि त अझै मोटाउनु हुन्थ्यो होला है। यति भएपछि बाँच्यो नि। यहाँ आउँदाखेरि कस्तो मर्छु जस्तो भएछ। के भएछ भन्नु? आगो हाल्दाखेरि छेडेर खुडाल्ने देखेको घर छोरछोरीले के भन्नु? होइन, अब त्यो भिडियो हेर्छन् नि त छोरछोरीले, के भन्ने? मोमो नखाऊ, चटपट नखाऊ।